सो म्याच डे फर युनाइटेड फ्यान्स है केटा हो, म्याच डे फर युनाइटेड फ्यान्स। आज युनाइटेडले खेल्दैछ नटिङहम फरेस्टको होममा गएर। सो फरेस्टको होममा विन निकाल्न गाह्रै हुन्छ, किनकि लास्ट 3 प्रिमियर लिग गेम हेर्ने हो भने युनाइटेडको नटिङहम फरेस्टसँगको कुरा गर्ने हो भने 3टै हारेको छ युनाइटेडले। सो नटिङहम फरेस्टको अगेन्स्टमा हाम्रो रेकर्ड खासै राम्रो छैन, तर फरेस्ट योपालिको त्यति राम्रो टिम चाहिँ छैन है केटा हो, किनकि जम्मा एउटा गेम जितेर 18th पोजिसनमा छ अहिले फरेस्टको टिम, अनि रेलिगेसन फाइट गरिरहेछ। सो फरेस्ट पनि आफैमा स्ट्रगल गरिरहेछ, तर हाम्रो फर्म लास्ट 3 गेमको सबैलाई थाहा छ केटा हो। लिभरपुललाई एन्फिल्डमा हराएपछि अस्ति फेरि हामीले विन निकालिसक्यौँ। सो 3टा गेम लगातार जितेर आएको छ युनाइटेड, योभन्दा बढी कन्फिडेन्ट युनाइटेड हामीले देखेको थिएनौँ। सो नटिङहम फरेस्टलाई हराउन दिस इज द राइट टाइम केटा हो। सो के लाग्छ सबैले आफ्नो प्रेडिक्सन दिउँ, र 8:30बाट म लाइभ हुन्छु टिकटक एन्ड युट्युबमा लाइभ वाचेलो। सो जोइन गरेर नबिर्सिनु होला। सो फाइनल्ली युनाइटेडले नटिङहम फरेस्टलाई हराएको हेर्न सबैजना रेडी भएर बस्नु है केटा। मेरो प्रेडिक्सन चाहिँ नटिङहम फरेस्ट 1 युनाइटेड 4। तपाईँहरूको प्रेडिक्सन चाहिँ के छ त? युनाइटेडले आज धुस्नु हान्नेवाला छ है नटिङहमलाई। सो आफ्नो प्रेडिक्सन गरौँ, अनि बेलुका लाइभमा जोइन हुन नबिर्सिनु होला। जिएमयू केटा हो।